कहिले काहीँ त के हुन्छ यार, काममा धेरै मन लागेर हो कि त्यस्तो त के भन्नु। धराधरमा चप्पल के भन्छ जुत्ता लाउनै बिर्सेछ के। सरासर चिलपाडामा चप्पल लाएर हिँडिदिरहेको आधी बाटो आएर अनि चट्ट जुत्ता सुत्ता लायो अनि फेरि फर्केर गएको। हजुर ए हाम्रो पार्टीहरू कता पुगेर हो? हामी यो स्नोकर खाएको पुरा ब्रान्डेड यो त पुरा 150 रुपियाँको हो र ल 150 रुपियाँको हो रे नेपालको। घाम पनि बेलुकाको 5 बजीसम्म कति कडक आएको हो ह्याटेक सिधै छाला पाक्ने गरी आउँछ त यार। ल यो मरुभूमिमा रुखहरू नभएर हो कि क्या ह्याटेक, त्यही भएर यस्तो तातो आउँछ यार, हावासावा केही आउँदैन। चौधरी भाइ एक्लै पारामा हिँडिरहेको छ ड्युटी। बोलाउन 4 बजे बोलाएको थियो, अब 1 बजे आएर 4 बजे जान कहाँ सकिन्छ, बिरिहाल्छ नि मान्छे। अनि मैले चाहिँ 1 घन्टा ढिला जाँदैछु 5 बजे। आज मदिराहरूले हेरौँ केही भन्छ कि भने नि म बाल दिँदैन, उडाइदिन्छु म्याट ठुक्ने सुनेर नसुनिकन। त्यसका बाजे बोलिरहन्छ भनेर चिलपारामा नोट प्रब्लम भनेर आफ्नो ध्यानमा काम गर्छु, नसुने कुरा के। भोलि भने यसो हाँसिदिन्छु, पागल भन्छ होला छोड्दिनँ कलिबली भनेर। आज त के हो कस्टमर लोड आएको छ क्या। अस्तिमा धेरै दिनपछि आएको थिएन, आज चाहिँ पार्किङ त पुरै फुल भएछ यार। पार्किङ फुल भयो थियो, गाडी पनि पिकअप आइरहेको छ। मन्दिरहरू पछाडि आउँदैछ रापर रेसमा चट्ट लाएर। पार्किङ फुल भएको हुनुको कारण भनेको चाहिँ आज मार्केटमा नयाँ छ डिस्काउन्ट चामलहरू 26 रियलमा हालिदिएछ। अनि पानीपुरी हाल्दैछ क्या। अब पानीपुरी हालेपछि त फुलहरू सोल्टिनीहरू त लट्ठै परिहाल्छ। अनि त घुटुङ टुटुङ कुदिहाल्छ नि। हिजो अस्तिदेखि पानीपुरी छ, आज च्याट्ट पानीपुरी खानालाई कति सोल्टिनी आयो होला। देखिने भयो, कालीगोडी सबै देखिन्छ। हाम्रो नेपाली चाहिँ पर्छ कि पर्दैन यार, पऱ्यो भने त हैट लकेडा हो। पार्किङ चाहिँ यही हो नेस्टोको, पुरै फुल भएछ पार्किङ पनि। खासै गाडी खाली छैन, राति अझ गाडी हुन्छ तिलतरीकामा। र मदिरहरू चाहिँ यता आउँदैछ, हल्का इन्तजार गर्नु पऱ्यो। कति टाइम भएको छ, टाइम बाँकी छ यार, एकछिन वेट गर्नु पऱ्यो।